हेलो एभ्रिवान, हामी चाहिँ यहाँनिर एकदम चियापत्ती टिप्दैछु हो। आज चाहिँ पुरा घाम लागिरहेको छ, त्यही भएर चाहिँ हामी चियापत्ती टिप्दैछु। मेरो अस्ति नि के हो नि अलिअलि आउँदैन छैन, अब त पछि आउँछ अलिअलि। तपाईहरुकोमा पनि छ पुरा? मेरो कस्तो छ? यो चाहिँ चियापत्तीको फोटो। यहाँ हाम्रो दाजुले पनि टिप्नु सक्नु हुँदैछ। हेलो दाजु। सन्चै दाजु? हजुर हजुर, म सन्चै छु। सन्चै छ र यहाँ हाम्रो दाजुले चाहिँ हामीलाई पुरा काम सघाउनुहुन्छ, माया लाग्छ। हेर्नु अब मेरो बहिनीहरू होइन, अब चियापत्ती टिप्दैछु। सबभन्दा ठुलो कुरा त चियापत्ती नै हो। दार्जिलिङमा सबभन्दा अब नम्बर 1मा टुरिज्ममा त अब चियापत्ती नै आउँछ। चियापत्ती नै दार्जिलिङ टी भनेपछि अब अल फेमस हो, बाहिर देशमा पनि चल्छ है। दार्जिलिङ टीका लागि बङ्गालहरू दुनियाँभरको टुरिस्टहरू आउनुहुन्छ। यहाँ ममले पनि टिप्नु हुँदैछ। यहाँ म पनि टिप्दैछु। दार्जिलिङ टीलाई चाहिँ माया गर्नुपर्छ सबले। दार्जिलिङ टी छ र त दार्जिलिङको 50% 70% पब्लिकहरू चाहिँ एकदम सपोर्टिङमा छ टीकै माथि। टीकैमा छैन रहेछ उता जाउँ। चियापत्तीको बोट है साथी हो यो चाहिँ। यहाँ हाम्रो दाजु फेरि यहाँ हामीलाई कस्तो सघाउनुहुन्छ है दाजु? हजुर, म त सघाउने केटा हो। मासु केटाहरूले त डेक्ची उठाइदिएछु। कसले पकाएको अन्त मासु चाहिँ? मैले पकाएको। तपाईँले पकाउनु भएको? निम्बु हाल्नु नै गल्ती भयो नि त। कागती निम्बु हालेको त आम्मामामा 2-3 इन्चीको सुँगुरको मासु त बे मासुमा निम्बु हाल्यो भने त टेस्ट सानो हुन्छ नि त, दामी हुन्छ। जन्तीलाई नपुग्ला जस्तो भइदियो नि। जन्ती बोकै भाइ जन्दै है। नर्देनको आमा खसेको त्यति नै बेला डेडबडी उठाएर तल जाँदा त अघि केटाहरूले त फिनिस। त्यहाँदेखि चाहिँ अम्बो यत्रो मासु खोइ भने किन्नु। त्यहाँनिर नामै अम्बो बस्थ्यो। सुँगुरको मासु पकाउने मेरो काम। मैले त काफी पकाएको थिएँ मेरो आइडियाले। लास्टमा त आम्मा मासु नपाउँदा चाहिँ अम्बो यत्रो मासु कहिले खायो भने कि मैले। त्यस नामै अम्बो बस्थ्यो। अम्बो होस् यिनी क्या यिनी घरि देख्छ त। हाम्रो बोजू पनि आउनु पर्छ है, हिजो आएको। हेलो बोजू। हेलो। चियापत्ती टिपेको हो नि हो बोजू। यो घाँस गाईले खानु मान्दैन अनि यस्तो तितो यस्तो खालको घाँस चाहिँ फेरि तर अरूको गाईहरूले खान्छ है। अनि तितो छ अरे यो घाँस। कलम अस्ति उडाएको कस्तो दामी आउँथ्यो। नि त नि है, कस्तो दामी आएको नि। कलम हान्नु पर्ने बेला बस्छ। टुटाएको छ नि मेरो। अब यहाँ टिप्नुपर्छ। हजुर अघि मेरो हात चिलेर सिस्नु अन्त त हो त्यो टुप्पो टिप्नु पर्छ हौ। यहाँ त छैन नि रहेछ। यहाँ रहेछ बहिनी। त्यो सिस्नुको टुप्पो बोक्नु पर्ने हौ, भरे पका खानुपर्छ। पर चिप्ले पनि लगाउनुपर्छ कि आमा दामी हुन्छ है ममा। पुरा छ तपाईँकोमा? अलिअलि छ कि तर छ कि छैन हाम्रो त माथि गएर पनि टिप्छ नि त। ए नर्देन सरहरू गएर पनि टिप्छ नि त। हाम्रो त औकात छ कि यस्तो स्योर हुँदैन। यो चाहिँ अघि टिपेको चियापत्ती हामी यसरी बनाउनु पर्छ। अनि यसरी उठाएर देखाइदिनु आन्टी। मलाई ए अनि यसरी उठाएर देखाइदिनु त। अब यसरी मार्नुपर्छ। यो यस्तो माथि यता माथि देखाउनु। यो त यस्तो चियापत्ती अनि दामी बहिनी माथि यसो देखाउनु त। यस्तो चियापत्ती चाहिँ फेरि पेल्नु पर्यो है। पेल्नु पर्यो, मरिन्जेल पेल्नु पर्यो यसलाई। पेलेर चाहिँ यसको दाल गलाउनु पर्यो। त्यहाँदेखि मात्र है पोको पारेर थन्काउनु पर्यो। 24 घन्टामा चाहिँ चियापत्ती बनिन्छ हजुरहरूलाई भनेको।